बजेट फ्रेन्डली कन्ट्रोलरको कुरा गर्दाखेरि कम्प्रोमाइज त हुन्छ नै, तर यो फ्यान्टेकको EOS Pro 2S कन्ट्रोलरले जेन्युनली मलाई सरप्राइज गरिदियो, किनकि यु गेट अल द फ्लेक्सिब फिचर्स इन दिस कन्ट्रोलर। सो आज यो कन्ट्रोलरको अनबक्सिङ गर्नेछौँ अनि म आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नेछु अनि यो सब जेन्युन नै हुनेछ किनभने यो स्पोन्सर छैन। सो लेट्स बिगिन विथ अनबक्सिङ। ओके, सो लेट्स बिगिन विथ अनबक्सिङ। अनि यो डिसेन्ट बक्स रहेछ अनि हामी हेर्न सक्छौँ माथि फ्यान्टेकको लोगो छ अनि सायद यो कोल्याबमा बनाएको रहेछ, अर्को पनि लोगो छ एउटा। अनि यो लाइक 3 मोड कनेक्टिभिटीसँगै आउँछ, ट्राइमोड कनेक्सन भन्छ। अनि त्यसपछि यसमा इन्टरचेन्जेबल थम्बस्टिक्स पनि छ जुन भित्रै इन्क्लुडेड छ अनि यसको इन्टरचेन्जेबल डी-प्याड्सहरू पनि छ। अनि यसमा मेन फिचर भनेको लाइक यति बजेट फ्रेन्डली भए तापनि सब मेकानिकल किजहरू आउँछ, यसको एक्सन बटन्स, डी-प्याड अनि बम्पर्सहरू सबै त्यस्तै आउँछ। ओके, सो यहाँ हामीहरूले हेर्न सक्छौँ डिफ्रेन्ट टाइप्स अफ एक्सेसरिजहरू रहेको छ। दुईवटा इन्टरचेन्जेबल जोयस्टिक्स अनि दुईवटा इन्टरचेन्जेबल डी-प्याड्सहरू रहेको छ जुन आफ्नो कम्फर्ट अनुसार चेन्ज गर्न सकिन्छ। अनि त्यसपछि एउटा 2.4 गिगाहर्जको डोङ्गल रहेको छ जुन युजुअली लाइक ब्लुटुथ भन्दा फास्टै हुन्छ यो। अनि त्यसपछि हाम्रो मेन युनिट भनेको कन्ट्रोलर भयो। अनि यो कन्ट्रोलर भनेको ब्ल्याक कलरमा रहेको छ, तर यसमा डिफ्रेन्ट टाइप्स अफ कलर आउँछ, एउटा ट्रान्सप्यारेन्ट नि आउँछ अनि त्यसपछि एउटा कुन व्हाइट नि आउँछ, तर मलाई ब्ल्याक कलर मनपर्छ नि त्यही भएर मैले ब्ल्याक लिएको थिएँ। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ किजहरू सब मेकानिकलै रहेको छ। अनि त्यसपछि कन्ट्रोलरलाई साइडमा राखौँ एकछिनको लागि अनि त्यसपछि भित्र हेरौँ के छ। सो सुरुमा एउटा केबल रहेको छ जुन वायर्ड कनेक्सनको लागि भयो। अनि त्यसपछि यो आई गेस किजहरूलाई कभर गर्नको लागि होला। अनि त्यसपछि एउटा युजर म्यानुअल रहेछ जुन धेरै इम्पोर्टेन्ट छ कन्ट्रोलरको लागि। अनि त्यसपछि एउटा ग्रिटिङ लेटर अनि पाउज गरेर पढ्न सक्नुहुन्छ। अनि त्यसपछि एउटा वारेन्टी कार्ड पाउन सक्छौँ। फ्यान्टेकले युजुअली हरेक प्रोडक्ट्समा 1 वर्षको वारेन्टी दिन्छ जुन किनेको सामानको बिलबाट नै कभर हुन्छ। इफ केही भयो भने त्यो बिल लिएर जाने अनि त्यसपछि तिनीहरूले हेरिदिन्छ। ओके, सो ओभरअल कन्ट्रोलरको बिल्ड क्वालिटीको कुरा गर्ने हो भने बिल्ड त सलिड नै छ। अनि त्यसपछि यसको ग्रिप पनि राम्रो छ। फ्रन्टमा केही छैन तर ब्याकमा टेक्स्चर छ होइन, जुन समात्नमा इजिली हुन्छ। अनि त्यसपछि यसमा एउटा हेडफोन ज्याक रहेको छ। अर्को इन्ट्रेस्टिङ फिचर चाहिँ TMR म्याग्नेटिक एन्टी ड्रिफ्ट टेक्नोलोजी युज भएको छ। यो हल इफेक्ट भन्दा अलिकता अपग्रेडेड भर्जन हो। युजुअली कन्ट्रोलर्समा फिजिकल पार्ट्स हुन्छ जुन टाइम टु टाइम रब हुँदै जाँदा ड्रिफ्ट प्रब्लम आउँछ, तर यसमा म्याग्नेटिक भएकोले खासै त्यति प्रब्लम आउँदैन। अनि यसको ट्रिगर्स प्रेसर सेन्सिटिभ रहेछ। यसले के गर्छ भने ट्रिगर्सलाई जति प्रेस गर्नुहुन्छ त्यति नै एक्सलेरेट हुन्छ। मोस्टली यो युज हुन भनेको रेसिङ गेम्समा हो, तर ट्रिगर्स लक गरेर 0 to 1 मोडमा नि युज गर्न मिल्छ। फर डिफरेन्स, इफ ट्रिगर प्रेस गर्नुभयो भने स्पिड डाइरेक्ट 0 to 100 हुन्छ। रेसिङ गेम्समा यो चाहिँ प्रेसर सेन्सिटिभ इनेबल भयो भने जति प्रेस गर्नुहुन्छ त्यति नै स्पिड बढ्छ। अब कुरा गरौँ यसको ह्याप्टिक्समा। अनि यसमा 4 लेभलको ह्याप्टिक्स फिडब्याक रहेको छ अनि प्लस यसमा जाइरोको नि सपोर्ट छ। युजुअली यो प्राइस रेन्जमा जाइरो भेटेर आउँदैन, तर यसमा छ। अनि सपोर्टेड डिभाइस भनेको निन्टेन्डो स्विच अनि त्यसपछि एन्ड्रोइड, त्यसपछि एप्पल डिभाइसेस अनि विन्डो छ। नाउ लेट्स टक अबाउट द ब्याट्री ब्याकअप। सो यसमा 1000 mAh को ब्याट्री रहेछ अनि ब्रान्डले अप टु 26 आवर्स मेन्सन गरेर रहेछ, तर मैले टेस्ट त गरिनँ किन फरक पर्छ, 15 मिनटमा त फुल चार्ज नै हो। ओभरअल कन्ट्रोलर यो प्राइस रेन्जमा वर्थ इट नै छ। हुन प्राइस मेन्सन त गरिनँ मैले। यसको प्राइस चाहिँ 6350 रहेको छ अनि यो दराजमा नि एभाइलेबल छ। प्लस फ्यान्टेकको आफ्नो वेबसाइट छ, त्यहाँबाट नि पर्चेस गर्न सक्नुहुन्छ। अनि अफलाइन पर्चेस गर्ने हो भने न्यू रोडमा यसको पसल छ, जहाँबाट किन्न सक्नुहुन्छ। मैले चाहिँ अफलाइनमै पर्चेस गरेको थिएँ।